ल दामी 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 छ है वार्ड गुम्बा है यो च्यानललाई सब्सक्राइब अनि लाइक सेयर कमेन्ट सपोर्ट गर्न सक्नु होला। हेलो आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा नमस्कार। वेलकम छ मेरो युट्युब च्यानलमा। आई होप तपाईँहरू सबै हुनुहुन्छ होला। मलाई एकदम ठिक एन्ड फाइन छु। आएर युट्युबमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब अनि लाइक सेयर कमेन्ट सपोर्ट गर्न सक्नु होला। त्यो चाहिँ मेरो साथी वार्ड गुम्बामा आएको। वार्ड गुम्बाबाट आउँदा आउँदै तपाईँहरूलाई भित्र इन्ट्री लिँदैछु। भित्र इन्ट्री लिने बेला भित्र सिँढी चाहिँ देखाउने छु कस्तो छ भनेर। भित्र इन्ट्री गरेर है इन्ट्री गरेर भित्र आयो हो। भित्र इन्ट्री गर्दा कताबाट जाने हो? यताबाट होला। यताबाट हो। हामी चाहिँ यो चढ्यो माथि चढ्दै जताबाट गए नि हुन्छ कि अहिले अकमल्ल छ। हामी दुईजना यहाँबाट स्वाट गयो। अब अहिले एकछिनमा भ्यूहरू हेर्नु होला। म चाहिँ भ्यूहरू देखाउने छु अहिले हो। यो माथिबाट गएर चट्ट ल दामी 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 छ है वार्ड गुम्बा है यो है। कहिले थाहा नहोला नि त। थाहा हुनु नि अनि कस्तो राम्रो देख्यो भाइ। कस्तो राम्रो देख्यो आज। यो चाहिँ दामी देखिरहेछ। यताबाट चाहिँ हेरौँ न। यताबाट चाहिँ कस्तो देख्छ हेरौँ है। कस्तो राम्रो देख्दो रहेछ। यताबाट चाहिँ यहाँबाट चाहिँ राम्रो देख्ने रहेछ। कता होटल सटल हामी फोटो खिच्ने ठाउँ हो त्यहाँ होइन। चाहिँ यताबाट यता चाहिँ कता हो थाहा छैन हो। कसरी अनि यहाँबाट यसो माथि जाउँ फोटो खिच्दै जाउँ माथि। कस्तो राम्रो रहेछ हो है। भिडियो बनाउँदा फोटो खिच्दै हिँड्ने हो हामी दुईजना त। वेट राम्रो दामी दामी आउँछ है। हेर्नुहोस् फोटो हेर्नुहोस्। अहिले फर्किनु बेला खिच्नु राम्रो आउँछ। यहाँबाट चाहिँ मैले यो प्रायः मैले देखिरहन्थेँ खासमा। यस सिन अनि माथि जाउँ माथिबाट चाहिँ देख्छ। अहिले खिचाउँ ल। साथी चाहिँ ऊ त्यहाँ छ भिडियो सिडियो बनाउँदैछ। अनि हामी दुईजना चाहिँ यस्तो खासमा यस सिन अनि माथि जाउँ माथिबाट चाहिँ देख्छ। अहिले खिचाउँ ल। साथी चाहिँ ऊ त्यहाँ छ भिडियो सिडियो बनाउँदैछ। अनि हामी दुईजना चाहिँ यस्तो खासमा यस सिन अनि माथि जाउँ माथिबाट चाहिँ देख्छ। अहिले खिचाउँ ल। साथी चाहिँ ऊ त्यहाँ छ भिडियो सिडियो बनाउँदैछ। अनि हामी दुईजना चाहिँ यस्तो माथि चाहिँ कति यो सिन चाहिँ कस्तो राम्रो छ क्या। यो क्यामेरामा भन्दा नि रियलमा एकदम राम्रो देख्दो रहेछ सिन आज। यहाँ चाहिँ हुन्छ नि एउटा ब्युटिफुल प्लेस होइन। मलाई आनन्द हुनेवाला छ क्या यहाँ ऊ चाहिँ। हेर त ल यहाँ आज फोटो यहाँ चाहिँ यस्तो राम्रो छ हुँदै गइरहेछ हो। यहाँ फोटो पनि खिच्नलाई यहाँ फेरि तोड परिरहेछ हामी दुईजनालाई। मलाई फोटो खिच्न नआउने उसलाई फोटो खिच्न आउने अनि यस्तो हुन्छ। अनि कहाँ हुन्छ होइन। यहाँ चाहिँ ल्याउनु ड्याममा खिच्ने हो फोटो हो। यहाँ पनि कस्तो राम्रो छ। यो त सिनै कस्तो राम्रो बवाल छ कि बवाल थाहै छैन। सायद एकचोटि त घुम्न आउनै पर्छ है तपाईँहरू पनि। म त आयो अब तपाईँहरू पनि आउनु होला एकदम। अनि यहाँ चाहिँ फोटो खिच्ने क्रममै रहेको छ हामी है। अनि फोटो खिच्दै पनि पसिनै आइसक्यो मलाई त फोटो खिच्दै हो। ल टप में आ गया हम तो। टपमा आउनु लाग्यो। दामी छ माथि। यस्तो राम्रो देख्छ यहाँबाट यो मेरो पछाडि यस्तो राम्रो देख्छ। फोटो खिच्ने हो। फोटो खिच्नु लाग्यो। यो तलको सिन चाहिँ यस्तो पहन यहाँबाट चाहिँ यस्तो राम्रो देख्छ हो। यो तलको सिन पनि राम्रो देख्दो रहेछ यहाँबाट दामी। म यहीँबाट हुँदै आएको। यो साथी फोटो खिच्दैछ। यस्तो राम्रो ठाउँ रहेछ। तल जाउँ राम्रो ठाउँ छ। अनि हामी दुईजना चाहिँ माथि अझै माथि नै जान्छु नि त। माथिबाट नि देखाउँछु। अनि
अनि हो म त कहाँ ब्लर गरेर जान्छ हामी चाहिँ अहिले टपमै आउनु लाग्यो होला हौ है यहाँबाट कस्तो राम्रो छ हो भाइ कस्तो राम्रो वाउ दामी दामी छ दामी छ ल सो क्युट ब्युटिफुल अनि म चाहिँ यतै छु बाटोमा आउँछ यहाँबाट आउँदा आउँदा चाहिँ अहिलेकोमा चाहिँ सिकिन लाग्यो यहाँबाट रानी ल त्यस्तै हो धम्मर्याङ हो मर्ने ट्रेन हो मर्ने ट्रेन यहाँ हो लास्ट अन्तिम यही होला होइन दामी यस्तो राम्रो राम्रो छ है के लहर्दैछ त आउनु नपाउँदै सिटी पुग्छ त यार हामीलाई त नि ल हजुर अब सकिने टाइम रहेछ ल सक्यो जाउँ जाउँ सक्यो अब भोलिको दिनमा ल भोलि आधा घन्टा हिँडेर अब भोलि है जाउँ जाउँ सक्यो हाम्रो सक्यो फोटो फोटो एकछिनमा एउटै खिच्न पाएन फोटो त पाएन लखड्यो हामीलाई लखड्यो फोटो खिच्नै आउँदैन मलाई गाह्रो त्यसो चल्छ साथीहरू कम्प्युटर साइन्स पढेको म फोटो खिच्नलाई पढे हो त भने त्यहाँ बसेर म दामी भिडियो निकालिदिन्छु सो दामी छ है दामी धेरै नपुग्दिनु होला कृपया हामीहरू जाँदैछु सिटी नपुगा धेरै लहडमा अपन बना के दिलवा लगा के कुकु हो कु भयो नि यो त हो नि त यो उखानै भयो नि यो त 2 मिनटै भएको थिएन माथि पुग्यो सिटी पो पुग्नु थाल्दो रहेछ पहिल्यै टेक्न पाएन नि के गर्ने हो यो हामी दुईजना चाहिँ यहाँ बिजो कारण छ हामी यहाँबाट यस्तो दामी आएर कस्तो टल्यो है आम्बो मान्छे चाहिँ लोड छ सो गाइस आज चाहिँ बन्द भइसकेको रहेछ आजको हामी आउनु नि अलिक ढिलो आयो नि त आज त्यही भएर हो अब नेक्स्ट टाइम चाहिँ हामी बिहान भातै नखाएर आउँछु ऊ त्यहाँतिर होटल छ गम खाइदिन्छु बस लाउरे भन्छु यताबाट अनि हिँडिदिन्छ हामी है यहाँ खिच्नु पर्दैन खिचिहाल्नु त ल बजाइहाल्यो सिटी हस् जाउँ है हामी जाउँ है अब है भोलि कति बजी आउँछ भोलि भातै नखाएर आउँछु ल हामी आज त 2 बजी हिँडेको हामी 2 बजी हिँडेको यार ल खत्तम आज त बर्बादै भयो नि भोलिको पालि त साथी फेरि रिसाएर मसँग केही छैन मलाई फोटो खिच्न आउने उसलाई आउने यस्तो घाँडो हुँदो रहेछ नि फोटो खिच्न हो गाइज यस्तै हो आजको ब्लग यस्तै भयो चढ्ने मन परेमा लाइक कमेन्ट सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला टिकटकमा पऱ्यो भने टिकटक आइडी फलो गर्नु होला होइन फलो ब्याक अवश्य आउनेछु फलो गर्नु चाहिँ कन्जुसाइ चाहिँ नगरौँ होइन आजको त्यही हो आजको भ्यूहरू यस्तै भयो फोटोसोटो खिच्यो एन तेन भयो होइन आउने बित्तिकै माथि पुगेन थिएन अझै पुगेन ऊ चाहिँ अझै पुगेन रे उसलाई चाहिँ फोटो पुग्यो सिटी पुग्यो सेल्फी हानौँ ल भयो ए आज चाहिँ हिँडे हो हामी यताबाट सो गाइस आज यति नै हो आजको भ्लग अन्त्य हुने बेला भयो हो मेरो आजको मान्छे यति धेरै छ तल रोडमा हेऱ्यो नि त्यति नै जाम छ के बा रोज जाम छ म पछाडिबाट पनि देखाउने छु आजलाई रहेछ हामी ढिलो हुने बित्तिकै चाहिँ अनि त्यहाँ जाने बित्तिकै लखड्यो जाने बित्तिकै चाहिँ त्यहाँ लखडिहाल्यो ल सिटी बजेको अब जाउँ सिटी बजिहाल्यो अब जाउँ सो एभ्री वान यही हो है
आजको फेरि आउने बेला राम्रो राम्रो ठाउँ नयाँ ठाउँ घुम्ने राम्रो सिन देखाउने छु है। हामी जाँदैछु घुम्न नि पाएन त्यति हो। यो त फोटो खिच्ने ठाउँ रहेछ छोडिदियो पुग्यो न मलाई फोटो खिच्न आएन साथी रिसाएर यार फेरि आम्बो यहाँबाट सिन हेर्न काठमाडौँ सहर भन्ने होइन जस्तो सिनायो तिम्रो फोटो राम्रो खिच्दैनौ साथी हो मलाई फोटो खिच्नै आउँदैन हुने। सो गाइस आज हाम्रो छैन चित्त बुझ्नेसम्म चाहिँ छ है फोटो फेरि हाम्रो नि ल आज सो आम्बो मान्छे त यति धेरै छ कि यति धेरै छ जाने बेला नि हिँड्या छ हामी दुईजना हो हामी दुईजना हिँड्नुपर्ने हुन्छ। अब हामी बाहिर निस्किन्छौँ। सो आजको ब्लग यति। लाइक सब्सक्राइब गर्न नभुल्नु होला है। हस् त धन्यवाद।